हेलो। हेलो। हजुर हजुर। को उत्सव हो? म उत्सव बोल्दैछु। जोइ बेला त कहाँ छस् भन्दा म आउँदैछु। म स्टार मलमा छु दिदी, भन्नुहोस् न। म आउँदैछु। आज तेरो बाउको बेना देखे छोड्दिन, पख्न। हुन्छ, कति बजे आउनुहुन्छ? पर्खिराख त्यहाँ मलाई। कति बजे होइन, आधा घन्टामा आउँछु। तैँले अति न्यु खोजिस्, आज म तँलाई देखाउँछु। कति बजे आउनुहुन्छ? कति बजे होइन, भाइ छ नि फेरि। माथि उल्लेख गरिएको सम्वाद चलचित्र पत्रकार सङ्घका सदस्य समेत रहेका रङ्ग पत्रकार उत्सव रसाइली र नायिका तथा निर्माती सुस्मिता केसी बीचको। सुस्मिताले फोन संवादमा आफू आधा घण्टामा उत्सवको अफिसमा आउने र पत्रकार रसाइलीको बाउको बिहे देखाउने भन्दै धम्की दिएकी छिन्। फोन संवाद अगाडि नायिका तथा निर्मात्रीले उत्सवको नाम मेन्सन गर्दै स्ट्याटस लेखेकी थिइन्। विशेष गरी उनले चलचित्र निर्माता सङ्घ र चलचित्र कलाकार सङ्घले एकसाथ बसेर निर्माता सुनिल रावल र नायिका स्यारोन श्रेष्ठ बीचको पछिल्लो समय चलचित्रको विवाद मिलाएपछि स्ट्याटस लेखेकी थिइन्। स्ट्याटसमा उनले उत्सव बहिनी भन्दै सम्बोधन गरेकी थिइन् भने फेरि सरी उत्सव भाइ लेखेकी थिइन्। उनै सुस्मिताले आजै बिहान पत्रकार रसाइलीको च्याटमा यो रसाइली भनेको कुन जात हो भनेर सोधेकी पनि थिइन्। सुस्मिताको यो क्रियाकलापको चर्को आलोचना भए पनि उनले पत्रकार रसाइलीलाई फोन गरेर धम्की दिएपछि विवादले चर्को रूप लिने देखिएको छ। नायिका केसीले अर्की पत्रकार स्वस्तिका चिलवालको नाममा समेत स्ट्याटस लेख्दै उनीमाथि तल्लो स्तरको भाषा प्रयोग गरेकी छिन्। असन्तुष्टि व्यक्त गर्ने ठाउँ प्रशस्त हुन सक्छन्। समाचारमा चित्त नबुझेको खण्डमा विभिन्न निकायमा उजुरी गर्न पनि सकिन्छ। तर सुस्मिताले आम मानिसले हेर्ने सामाजिक सञ्जालमै यस्तो भाषा प्रयोग गर्दै पत्रकारलाई तुच्छ गाली गरिरहेकी थिइन्। उनै केसीले आज फोन सम्पर्कमै तुच्छ भाषा प्रयोग गरेकी छिन्। चलचित्र क्षेत्रलाई बदनाम गर्ने अधिकार कसैलाई पनि छैन। आफूलाई चलचित्रकर्मी भन्दै राज्यबाट सम्मान खोज्ने चलचित्रकर्मीले यो क्षेत्रमा आफूले गर्ने सानो भुलले पनि ठुलो असर पुग्ने भन्ने कुरालाई सोच्ने कि नसोच्ने, यो विषयमा विभिन्न सङ्घ संस्थाहरूले पनि सोच्नुपर्ने बेला आइरहेको छ। हरेक वर्ष पिकनिकको आयोजना गर्ने कलाकार सङ्घले अब कलाकारका लागि जनचेतना कार्यक्रमको आयोजना गर्ने कि नगर्ने? चलचित्र निर्माता सङ्घदेखि अन्य सङ्घ संस्थाले आफ्ना सदस्यलाई राखेर यस्तो विषयमा बहस चलाउने कि नचलाउने? यस्ता घटनाहरू बढ्दै जाने र सबैजना टुलु हेरेर बस्ने हो भने चलचित्र क्षेत्रको बदनाम हुनेछ। यो विषयमा फेरि एकपटक सबैले सोच्नुपर्ने आएको छ।